हेलो गाइस, यो जङ्गल चाहिँ धेरै फडानी भइसकेको छ। त्यही फडानी किन भएको छ र यो जङ्गलको फडानी हुनुमा कसको जिम्मेवारी छ होइन? एकजना भेट्नु भएको छ यो जङ्गलमै यो फडानी गर्ने। उहाँ त तपाईँमै फडानी गर्न आउनु भएको? म त गर्दिनँ। अनि यो जङ्गल पुरै फराकिलो भइसकेको छ। पहिला त एकदम घना थियो जङ्गल, तर अहिले हेर्दाखेरि यहाँबाट हेर्दाखेरि त्यहाँ आएको मान्छे देखिन्छ, पहिला देखिन्थेन। पहिला बाघ भालुहरू देखिन्थ्यो, अहिले बाँदर पनि देखिरहेको छैन। यसको जिम्मेवारी चाहिँ को हो र? यसको जिम्मेवारी बालेन्सा हो। यो सबैको जिम्मा बालेन्साले लिनुपर्छ। बालेन्साले लिनुपर्छ। हजुर। अनि जङ्गल फडानी भयो, बाँदर हरायो भने यसको जिम्मेवारी बालेन्सा कसरी भयो? तक्सरलाई उक्साउने सबै बालेन्सा हो। विदेशी शक्तिको यहाँ चलखेल छ। विदेशी शक्ति आएर यो तपाईँको जङ्गल फडानी गर्छ, यहाँ लोकल मान्छेले गरेछ नि। कहाँ बालेन्साको नाम लिइरहनु भएको छ? जे भए पनि होस्, तर बालेन्साले जिम्मा लिनै पर्छ, लिनै पर्छ, लिनै पर्छ। अनि तपाईँको ल ठिक छ, जङ्गल फडानी भयो, बालेन्साले गर्यो। तर बाँदर हराएको चाहिँ कसको जिम्मेवारी हो नि? बाँदर पनि हराएको छ है गाइस। बाँदरहरू सबै हराएछन्, यसको जिम्मा पनि बालेन्साले लिनुपर्छ। बाँदर हराएको पनि मेन जिम्मेवारी भनेको बालेन्सा बालेन्सा हो। भनेपछि यो जङ्गल पछि सकाप हुन्छ भने यसको मेन कसको माथि जान्छ? बालेन्सा। तपाईँ कार्यकर्ता कसको हो? म एमालेको।